हेलो साथीहरू, आज चाहिँ माघ महिनाको चाहिँ 26 गते भइसक्यो। तपाईँको चाहिँ हामीले चाहिँ यो लोड सल्लो प्याक गर्दैछौँ। हेर्नु होला, भट्टाभट प्याकिङ गर्दैछौँ है। त्यो उतापट्टिको चाहिँ नसुकेको लोड सल्लो हो। यो चाहिँ हरियो ल्याएको मैले भर्खरै ल्याएको। उता पल्लो छेउमा फेरि सुकेको छ। यो चाहिँ ल हेर्नु होला, यताको चाहिँ सुकिसकेको अवस्था। यो प्याकिङ भइरहेको छ भट्टाभट लोड सल्लो। यो क्यान्सरको दबाई बन्छ, पाउडर निकालेर विदेशतिर पठाउँछौँ। ल हेर्नु होला, हामी यहाँको कम्पनीलाई बेच्छौँ। अहिले महाकाल गाउँपालिकामा मिसिन पनि आएको छ यसको पाउडर निकाल्ने। ल सुकिसकेको अवस्था। हामी चाहिँ भट्टाभट प्याकिङ गर्दैछौँ है साथीहरू। ल हेर्नु होला, भट्टाभट प्याकिङ गर्दैछौँ। सुकाइसकेर प्याकिङ गरिसकेको अवस्थाको हो यो चाहिँ। ल हेर्नु होला है तपाईँहरूले, भट्टाभट प्याकिङ भइसकेको छ। ल हेर्नु है, आउनुहोस् है साथीहरू। ल हेर्नु चाहिँ लोड सल्लो कतिकोलाई त थाहा होला, कतिलाई थाहा नहुन सक्छ। हाम्रो यो ठाउँमा चाहिँ सबैलाई थाहा छ, महाकाल गाउँपालिकामा चाहिँ। अन्त के छ कमेन्ट गर्नु होला। यो जडीबुटी हो, यो रोपेर लाखौँ पैसा कमाउन सकिन्छ। हेर्नु होला, यसरी हाँगा काटेर यसलाई चाहिँ सुकाएर कुड्क्याएर सुकाएर एकदम ड्राई बनाएर चाहिँ प्याकिङ गरेर वेट गरेर बेच्ने गर्छौँ। ल हेर्नु होला, यो घाँसबाट पैसा आउँछ। ल हेर्नु होला है साथीहरू, यो जडीबुटी हो। ल हेर्नु होला, कतिलाई थाहा छ लाइक कमेन्ट गरिदिनु होला। थाहा नहुने साथीहरूले पनि नेपालको कृषि आयुर्वेदिक जडीबुटी चाहिँ उत्पादनमा संलग्न हुन पाउनेछ। त्यतिको लागि भयो भने, त्यसको लागि भयो भने तपाईँले लाइक सेयर गरेर कमेन्ट गरिदिनु होला।